फ्लोरिकल्चर एसोसिएसन नेपालले संस्थापन कालदेखि नै पुष्प व्यवसायको समग्र विकास विस्तार तथा प्रवर्धनका लागि निरन्तर रूपमा कार्य गर्दै आइरहेको छ। सोही प्रयासको निरन्तरता स्वरूप हामी आज 27औं संस्करणको फ्लोरा एक्सपो आयोजना गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ। स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ आयोजना गरिएको 27औं फ्लोरा एक्सपो 2082 आजबाट भ्रिकुटी मण्डप प्रदर्शनी हल काठमाडौँमा सुरु भई 4 दिनसम्म सञ्चालन हुनेछ। यस प्रदर्शनीमा व्यावसायिक स्टल, आधिकारिक स्टल, प्रतिस्पर्धा स्टल, फुड स्टल तथा ल्यान्डस्केप स्टल सहित कुल 83 वटा स्टल रहेको छ। यहाँ मौसमी फुल, आलङ्कारिक बिरुवा, कट फ्लावर, ड्राई फ्लावर, सुनाखरी कम्पोस्ट, फुलका गाना, बिउ बिजन, कृषि औजार तथा उपकरण, प्याकेजिङ सामग्री, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी लगाएका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री व्यवस्था गरिएको छ। यो मेला पुष्प उद्यमी व्यवसाय तथा कम्पनीहरूका लागि आफ्नो उत्पादनको बजार विस्तार गर्ने, नयाँ प्रविधिबारे जानकारी आदान प्रदान गर्ने, ग्राहकहरूको आवश्यकता बुझ्ने तथा नयाँ उत्पादन सार्वजनिक गर्ने महत्त्वपूर्ण अवसर बन्नेछ हाम्रो विश्वास लिएका छौँ। यस वर्षको 4 दिने अवधिमा करिब 60,000 भन्दा बढी अवलोकनकर्ता सहभागी हुने, 1,20,000 भन्दा बढीको कारोबार हुने हामीले अपेक्षा राखेका छौँ। पुष्प विकास केन्द्रले चाहिँ विगतदेखि नै, हामी स्थापनाको सुरुवातदेखि नै विक्रम सम्वत 60 को दशकदेखि नै निरन्तर रूपमा फ्लोरिकल्चर एसोसिएसन नेपालसँग सहकार्य एवं समन्वयमा हामीले आफ्नो कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको यहाँहरू समक्ष म राख्न चाहन्छु। र यो एक्सपोले विशेष गरेर पुष्प उपक्षेत्रको चाहिँ सम्पूर्ण कम्पोनेन्टहरू, इनपुट सप्लाईदेखि लिएर नर्सरी, अर्नामेन्टल प्लान्ट, कट फ्लावर, पोस्ट हार्भेस्ट सबै उपक्षेत्रहरूलाई एकै ठाउँमा ल्याएर एकअर्कामा चाहिँ हाम्रो प्रविधिको आदान प्रदान सँगसँगै व्यावसायिक अनुभवलाई चाहिँ साटासाट गर्ने अवसर पनि प्रदान गरेको छ जस्तो चाहिँ मलाई लागेको छ। र मैले अलिकति यो एक्सपो हेर्दाखेरि विगत 3-4 वर्षदेखि मैले नजिकबाट हेरिरहेको छु र यो वर्ष केही मात्रामा नमुनाको रूपमा भए पनि केही रैथाने हाम्रो आलङ्कारिक महत्त्वको बिरुवाहरू पनि यो प्रदर्शनको आएको छ र यसलाई हामीले सकारात्मक पाटोको रूपमा लिनुपर्छ। र वास्तवमा भन्दाखेरि हामी भन्ने गर्छौँ हामी नेपाल चाहिँ जैविक विविधतामा धनी छौँ भनेर, तर यसलाई धनी छौँ मात्र भन्दा पनि हामीले हाम्रो जैविक विविधतालाई हाम्रो समृद्धिको आधार बनाउनुपर्छ जस्तो लाग्छ। लगभग हामीसँग 5,000 भन्दा बढी चाहिँ फुलफुल्ने वनस्पतिहरू छन्। तीमध्ये झन्डै 250 भन्दा बढी त नेपालमा मात्रै पाइन्छ भनेर रेकर्ड भएको छ। भनेपछि यी बिरुवाहरूमा थप अध्ययन अनुसन्धान गरेर यसलाई चाहिँ विश्व बजारसम्म पुर्याउने र सँगसँगै विश्व बजारबाट अथवा अन्तर्राष्ट्रिय बजारबाट नेपालमा भइरहेको आयातलाई चाहिँ प्रतिस्थापन गर्न हामीले चाहिँ विशेष जोड दिनुपर्छ भन्ने मलाई लागेको छ। पुष्प व्यवसाय हाम्रो आर्थिक वृद्धिको एउटा तुलनात्मक लाभ भएको क्षेत्र हो र रोजगारी वृद्धि गर्ने एउटा महत्त्वपूर्ण कृषि क्षेत्रको उपक्षेत्र पनि रहेको छ। पुष्प व्यवसाय प्रवर्धनको लागि नीतिगत, कार्यक्रमगत र प्रक्रियागत सुधारका कार्यक्रमहरू हामीले सञ्चालन गर्दै आएका छौँ र मातहतका निकायले सञ्चालन गरिरहेका छन् र प्रदेशहरूसँग पनि हामीले समन्वय गरिरहेका छौँ। आजको यो कार्यक्रम अधिकांश रूपमा प्रदेशका मित्रहरूले लिड गर्नुभएको छ। यो असाध्यै खुसीको कुरा हो र ठुलो लगानी प्रदेशले पुष्प क्षेत्रका लागि गरेको छ र सङ्घीय कृषि मन्त्रालयको हिसाबमा हामी यही अपेक्षा गर्छौँ कि सबै प्रदेशले पुष्प व्यवसायलाई यही रूपमा पिकअप गरिदियोस् र हाम्रो यो सेक्टर एउटा रोजगारी र समृद्धिको महत्त्वपूर्ण सेक्टरको रूपमा विकास हुन सक्छ। पुष्प प्रदर्शनी, पुष्प व्यवसाय आफैमा हाम्रो मुलुकको लागि 2011 सालबाट सुरु भए पनि यो अलि बढी उन्नतिशील दिशातर्फ गएको अलि पछिल्लो दिनमा नै हो। यद्यपि यो 27औं वर्ष 27औं पटक तपाईँले आयोजना गरिसक्नुभयो। यो प्रदर्शनीको आयोजना गर्ने सुरुका दिनहरूमा जस्तो तपाईँहरूले कठिनाइहरू भोग्नु परिरहेको थियो, यहाँभित्र रहेकाहरू थप कठिनाइ के हुन सक्छन्, गत वर्ष बसेर एक खालको हामीले अन्तर्क्रिया गरेका थियौँ तत्कालीन मन्त्रीसँग भन्नुभयो। त्यस्तै आवश्यक पर्छ भने तपाईँहरूको लागि बागमती प्रदेश सरकारको ढोका
सधैँ खुला छ। हाम्रै मुलुकमा पनि जहाँ नेपाल हावापानीका हिसाबले अत्यन्त विविधतायुक्त हावापानी भएको मुलुक, यहाँ फलफुलका बोट बिरुवाहरू विशेष गरी फुलका बोट बिरुवाहरू असाध्यै धेरै विविध हुन्छन्। अहिले हामीले 511 तपाईँले कति भन्नुभयो, यसलाई अझै बढी प्रवर्धित गर्न सकिन्छ। त्यो भएको हुनाले गर्दा यसमा नयाँ खालको टेक्नोलोजीको आवश्यकता यसले माग गर्छ। पुराना हाम्रा बिरुवाहरूलाई संरक्षण गर्ने, हाम्रा पुराना जातका फुलका बिरुवाहरूलाई संरक्षण गर्ने कुराको पनि त्यतिकै आवश्यकता छ। त्यो हुनाले गर्दा यसलाई पुरानालाई संरक्षण गर्ने, नयाँलाई प्रवर्धन गर्ने तरिकाबाट जानु नै उपयुक्त हुन्छ।